मन पर्यो है राम्रो छ है मन छ यो मन मन छ है 12 लाख दिएर चाहिँ त्यो मान्छे चाहिँ कहाँ गयो भन्ने कुरो चाहिँ थाहा भएन इटा र सिमेन्टले मात्र घर बन्दैन हैन घर बन्नको लागि स्मृति चाहिन्छ भन्नुभएको थियो हैन एकदम राम्रो लाग्यो एकदम इमोसनल बनाइदिनु भयो अब हामीलाई त लाग्थ्यो कि डेरामा बस्ने मान्छेहरूको मात्रै पीडा हुन्छ तर अब घरबेटीहरू त धनी हुन्छ त्यस्तो लाग्छ नि त त्यो फिल्म हेरेर चाहिँ घरबेटीहरूलाई पनि झन् धेरै हाम्रो भन्दा नि प्रब्लम हुँदो रहेछ पैसा कि सम्बन्ध त्यसो भए अफ कोर्स मनी हामीलाई यो कुरा चित्त बुझ्यो भनेर डिटेल्सली भन्दै हुनुहुन्थ्यो यो कुरामा मन छ यो कुराको क्वेसनहरू राखिरहनु भएको थियो त्यो भनेकै एउटा कौतूहलता दर्शकमा हुनु भनेको फिल्मले दर्शकलाई बाँध्न सक्यो भन्ने खालको उदाहरण पनि हो मलाई सुपरम्यान भन्दै हुन्थ्यो कसरी के भन्दै हुन्थ्यो होइन सो इन्ट्रेस्टिङ छ उहाँहरूकै प्रतिक्रियाहरू नै हो आज हेरेको दर्शकहरूले भोलि अलि बेसी बढाउने हो भोलि हेरेको दर्शकहरूले चाहिँ छुट्टीको दिन भएको हुनाले आउँदो दिनहरूमा अझ धेरै बढाउनुहुन्छ होला होइन 1 बाट 2 2 बाट 4 4 बाट 6 हुने कुरा हो अब हेर्दै जाउँ कस्तो लाग्यो मुभी एकदम राम्रो लाग्यो कुन चाहिँ पार्टी अलि धेरै मन छ यो लाइक त्यो अब फ्यामिलीको सिचुएसन हुन्छ नि त कोही मान्छेहरू अब आफ्नो मजबुरीहरू हुन्छ नि त त्यसमा फेस गर्नलाई पनि मोटिभेसन कहिलेकाहीँ सपोर्ट चाहिन्छ त्यस्तो चाहिँ एकदम राम्रो लाग्यो ओके कस्तो लाग्यो हजुरलाई राम्रै लाग्यो है ओके कस्तो लाग्यो एकदम राम्रो छ है ओके कस्तो लाग्यो ओके कस्तो लाग्यो कस्तो दामी छ फिल्म त राम्रो थियो कस्तो लाग्यो राम्रो लाग्यो कस्तो लाग्यो पत्रकारज्यू दामी कस्तो लाग्यो तपाईलाई मुभी बाबु यता कस्तो लाग्यो मेघेन्द्र तपाईलाई कस्तो लाग्यो फिल्म एकदम राम्रो राम्रो छ ओके ल छिटो आउनुहोस् कस्तो लाग्यो मुभी तपाईलाई कस्तो लाग्यो मुभी कस्तो लाग्यो एकदम सही हो दामी कुन चाहिँ बाटो अलि बढी मन पर्यो हो ओके कस्तो लाग्यो के राम्रो लाग्यो कस्तो लाग्यो राम्रो लाग्यो है एकदमै फ्यामिली ड्रामा हैन एकदम मन पर्यो है कस्तो लाग्यो फिल्म राम्रो छ के मन पर्यो भन्नुस् मन पर्यो खगेन सरको क्यारेक्टर एकदम राम्रो छ है कस्तो लाग्यो एकदम राम्रो छ है धारावाहिक छ राम्रो कस्तो लाग्यो फिल्म कहिले देखिएको थिएन ओके कस्तो लाग्यो तपाईलाई एक्टिङ मन पर्यो भन्नुस् एकदम सबैको राम्रो छ ओके कस्तो लाग्यो म्याम पुरा राम्रो छ कस्तो लाग्यो मन छोयो है कस्तो लाग्यो कुन चाहिँ पार्टले अलि धेरै छोयो तपाईहरुलाई रमाइलो राम्रो छ है मन छ यो मन छ है ओके कस्तो लाग्यो 12 लाख दिएर चाहिँ त्यो मान्छे चाहिँ कहाँ गयो भन्ने कुरो चाहिँ थाहा भएन त्यसको लागि चाहिँ नेक्स्ट पार्ट भयो नि घर नम्बर 3 चाहियो घर नम्बर 3 ओके राम्रो छ है कस्तो लाग्यो तपाईलाई कसो एक्टिङ मन पर्यो भन्नुस् त्यो हजुर कसो एक्टिङ मन पर्यो राजा रामको एक्टिङ मन पर्यो मलाई त ओके कस्तो लाग्यो 12 लाख कस्तो लाग्यो ओके कस्तो लाग्यो एकदम राम्रो लाग्यो त्यहाँ मुभी भनेको इटा र सिमेन्टले मात्र घर बन्दैन हैन घर बन्नको लागि स्मृति चाहिन्छ भन्नुभएको थियो हैन एकदम राम्रो लाग्यो एकदम इमोसनल बनाइदिनु भयो अनि हाम्रो एकजना क्यारेक्टर फुर्बा कि पूर्ण हुने क्यारेक्टर हुनुहुन्छ उहाँको एक्टिङ एकदम बवाल लाग्यो त्यो लास्टको यस्तो वाला त्यो उहाँको एक्सन छ त्यो झन् बेस्ट छ एकदम फेमिली फिल्म छ हैन सबैजना घर परिवारमा छोराछोरी आमा बाउ सबै आएर हेर्न मिल्ने खालको मुभी छ सबैलाई एकदम हाइली रिकमेन्ड छ मेरो यो मुभीको लागि चाहिँ तपाईलाई कसो एक्टिङ मन पर्यो भन्नुस् मलाई हाम्रो खैदर लामिछानेको त बेस्ट भइहाल्यो राजाराम क्यारेक्टरमा उहाँ हुनुहुन्छ हैन त्यसपछि जुन फुर्बा भन्ने हुनुहुन्छ उहाँको एक्टिङ पनि बवालै थियो तपाईले जिन्दगीमा त्यो कुनै घटना आफूसँग बेहोर्नु भएको छ घटना भोग्नु भएको छ कस्तो घटना यो फिल्मको घटनाहरू घटनाहरू धेरै भोगेको छु किन भन्दाखेरि म अहिले प्रोफेसनल लाइफमा छु हैन मैले पनि कोरोनाको बेलामा यो व्यापारिकदेखि लिएर हाम्रो जबहरूमा कति इफेक्ट गरेको छ कोरोनाले नाकाबन्दी भूकम्प आयो हैन त्यो बेला हाम्रो कति असर गरिरहेछ र हामी पैसाको अभावको कारणले गर्दाखेरि मान्छेहरूसँग सम्बन्ध कसरी टाढिन्छ र पैसाकै कारणले गर्दाखेरि सम्बन्ध नजिक कसरी बन्छ भनेर एकदम मुभीमा रियालिटी देखाउन खोज्नु भएको छ मैले पनि कयौँ पटक अब आफूसँग पैसा नहुँदा अथवा त्यस्तै बेगरा फस्दाखेरि
फोन कहिले अफ गर्ने फोन रिसिभ नगर्ने पनि गर्ने गर्थे होइन एकदम रियालिटी मुभी छ र कलाकारहरूले एक्टिङ गर्नु भएको छैन एकदम नेचुरल छ त्यही भन्न चाहन्छु म त रोएँ पनि मैले फिल्म हेर्न भनेर हाम्रो 4-5 जना भाइ बहिनीहरूलाई पनि लिएर आएको थिएँ होइन कलेजको बहिनीहरूलाई हामी त सबैजना रोयौँ मुभी हेरेर भाइहरूले भन्छ अलि अगाडि आइदिनुहोस् न ल अलि अगाडि क्यामेरामा सबै देख्नुहोस् मुभी लास्ट इमोसनल छ लास्ट राम्रो छ स्टोरी पनि बबाल आउनुहुन्छ कि भनेर एक्सपेक्टेसन राखेको थियो आउनु भएन त्यति अरू सबै राम्रो छ ओके अलि अगाडि आइदिनुहोस् न ल अलि अगाडि कस्तो लाग्यो चाहिँ अब धेरै जस्तो काठमाडौँमा त सबै डेरामा बस्ने मान्छेहरू हुन्छ नि त अनि अब हामीलाई त लाग्थ्यो कि डेरामा बस्ने मान्छेहरूको मात्रै पीडा हुन्छ तर अब घरबेटीहरू त धनी हुन्छ त्यस्तो लाग्छ नि त त्यो फिल्म हेरेर चाहिँ अब घरबेटीहरूलाई पनि झन् धेरै हाम्रो भन्दा नि प्रब्लम हुँदो रहेछ अनि धेरै पैसा भन्दा पनि हुन्छ नि जति पैसा जोगाउनु जाने भने धेरै गर्न सक्दो रहेछ अनि सम्बन्ध त्योदेखि चाहिँ म एकदम धेरै इन्सपायर भयो अनि पैसा कि सम्बन्ध त्यसो भए हजुर पैसा कि सम्बन्ध पैसा जोगाउने तर भन्नाले हाइली पनि नराख्ने ठिकै हुने तर जोगाउने पनि सम्बन्ध धेरै सबैभन्दा धेरै इमोसनल चाहिँ त्यो हुन्छ नि त्यो आफ्नो सबै कुरा गुमाएर त्यो खोलामा एक्लै भएको बेला त्यो सिन चाहिँ हुन एकदम धेरै इमोसनल भएको थियो अनि त्यो खगेन्द्र दाईको त्यो लास्टको थियो नि त्यो सम्बन्ध जोगाउने त्यो कुराहरू चाहिँ एकदम इन्सपायर भयो अब आफ्नो अगाडिको दिनमा पनि म त्यो कुराहरू लागू गर्छु कि जस्तै मान्छेहरूसँग राम्रो कसरी हुने भन्ने कुरामा थ्याङ्क यू सो मच एकदम रमाइलो लाग्यो म चाहिँ फर्स्ट टाइम मुभी हेर्न आएको थिएँ फर्स्ट टाइम हलमै वाउ कस्तो रह्यो त एक्सपिरियन्स रमाइलो भयो सम्बन्ध कस्तो हुनु पर्दो रहेछ फ्यामिलीको श्रीमान श्रीमतीको जस्तो लाग्यो बुझ्नु भयो कस्तो बुझ्नु भयो जोगाउन सिक्नु पर्दो रहेछ है त्यो भयो भने घर ठिक छ ओके हस् थ्याङ्क यू कस्तो लाग्यो मलाई पनि एकदम राम्रो लाग्यो आँखामा 1-2 थोपा पानी आउन खोजिरहेको थियो त्यो पनि अब पानी पनि आँसु त हो नि अनि त्यही अब राम्रो लाग्यो परिवारको र पैसाको सम्बन्ध कस्तो हुन्छ भनेर छुट्याएर ठ्याक्कै देखाइदियो अब सम्बन्ध भयो भने पैसा पनि आफै आइहाल्छ पैसाले सम्बन्ध बनाउँदैन सम्बन्धले पैसा मतलब सम्बन्ध भयो भने पैसाको खाँचो हुँदैन त्यो भनेर जानियो राम्रोसँग अनि यति भन्दै भगवान श्रीराम नामको लिएर जय श्रीराम कस्तो लाग्यो मुभी एकदम राम्रो लाग्यो हामी यहाँ कलेज बन्द गरेर आएको झन् यस्तो राम्रो लाग्यो हामी 3 जना बन्द गरेर आएको छौँ ओके पैसा कि सम्बन्ध त्यसो भए अफ कोर्स मनी तर मनी नै हो सम्बन्ध चाहिँदैन त्यही हो दुईटै पैसा पनि चाहियो मनी अब सम्बन्ध पनि भएर पैसा दुईटैमा एकदम दुईटै चाहिन्छ हामीलाई अब भविष्यमा श्रीमतीलाई माया त गर्नुहुन्छ नि यो मुभी हेरेपछि गर्नै पर्छ त त्यो अब फिल्म चाहिँ एकदम राम्रो लाग्यो अब पार्ट 3 पनि चाहियो पार्ट 3 चाहियो हैन ओके कस्तो लाग्यो मुभी मलाई नि एकदमै राम्रो लाग्यो के भन्न चाहन्छु भने राजरामको 12 लाख चाहिँ फिर्ता हुनुपर्छ ए ओके कस्तो लाग्यो बहिनीहरु मुभी राम्रो कलेज बन्द गरेर हो हजुर हो कुन कलेज भन्नु त अहिलेको केही 21 शोहरू हजुरले कतिको अपडेट गर्न पाउनु भएको लिन पाउनु भएको छ कहाँ पुग्न पाउनु भएको छ भनिदिनुहोस् न आजको फर्स्ट डे के भइरहेछ भर्खर आउँदै हो एकदम सुखद लागिरहेछ मलाई चाहिँ ओपनिङ बिकज हरेक फिल्मको एउटा टाइप हुन्छ यो कसरी अगाडि बढ्ला भनेर के डेटा घर नम्बर 2 चाहिँ जुन पेसको मुभी छ यसले चाहिँ वर्ड अफ माउथ त्यो पनि दर्शकहरूले अरू दर्शकलाई रेकमेन्ड गर्नुपर्ने खालको फिल्म हो क्या यो चाहिँ सो त्यो हिसाबले आजको पहिलो दर्शकसँग प्रत्यक्ष रूपमा फिडब्याक लिँदाखेरि एकदमै सकारात्मक प्रतिक्रिया पायौँ हामीलाई यो कुरा चित्त बुझ्यो भनेर डिटेल्सली भन्दै हुनुहुन्थ्यो यो कुरामा मन छ यो कुराको क्वेसनहरू राखिरहनु भएको थियो त्यो भनेकै एउटा कौतूहलता दर्शकमा हुनु भनेको फिल्मले दर्शकलाई बाँध्न सक्यो भन्ने खालको उदाहरण पनि हो सो एकदमै होपफुल छौँ हामी आजको डेलाई भोलिको डेलाई लिएर फर्स्ट डे अथवा सेकेन्ड डेले म्याटर गर्छ फिल्म कहाँसम्म पुग्छ कस्तो गर्छ भन्ने कुरा होइन आजको केही एपिसोडले गर्दाखेरि तपाईँलाई लाग्छ बेलुकासम्म अलिक बढी हुनेछ भोलि अझ बढी हुनेछ पक्कै पनि त्यो विश्वास चाहिँ हामीले अहिले यो हामी पहिलो पटक
आज चाहिँ रिलिजको डेट हो जेठ 2 र पहिलोपटक दर्शकसँग चाहिँ हामी अन्तर्क्रिया गऱ्यौँ। उहाँहरूको फिडब्याक एकदमै राम्रो छ किनभने अन्तिममा दर्शकलाई मन नपरी राम्रो नलागे त्यो फिल्म जाँदैन होइन। त्यसकारण उहाँहरूको प्रतिक्रियाले चाहिँ हामीलाई एकदम उत्साहित बनाएको छ किनभने हामी आफू त हेरिरहेको हुन्छ होइन तर खास त दर्शकले हो रेगुलर हलमा आएर हेर्नु। उहाँहरूको प्रतिक्रियाले चाहिँ हामीलाई एकदम उत्साहित बनाएको सर। अब वर्ड अफ माउथ सबैभन्दा बलियो अहिलेका लागि भनौँ पहिलेदेखि भनौँ फिल्मको पब्लिसिटी भनेको अरू म्याटरभन्दा सबभन्दा बढी चाहिँ वर्ड अफ माउथले म्याटर गरिदिइहाल्छ। अहिले जतिलाई भेट्नुभएको उहाँबाट जियो त्यो भन्नुहुन्छ कि अर्ग्यानिक भन्नुहुन्छ कि त्यो कस्तो भन्नुभएको छ ठ्याक्कै जे छ त भन्नुहोस् कस्तो भन्नुभएको छ भन्ने भन्दा पनि कति आउनु भएको थियो उहाँहरूलाई कस्तो लाग्यो भन्ने कुराहरू हो। कस्तो भएको थियो भनेर हामीलाई भन्ने भन्दा पनि उहाँले अरूलाई भनिदिनु भयो भने त्यसले चाहिँ अलिकति हेल्प गर्थ्यो होला होइन फिल्मलाई। र यो अलिकति जुन किसिमको फिल्म छ यो फिल्मको लागि पनि माउथ पब्लिसिटीमै हामी बेसी डिपेन्ड भइरहेको यो फिल्मको लागि चाहिँ होइन। अनि त्यो भएर पनि उहाँले एकदम प्रतिक्रिया चाहिँ मान्छेहरूले इन्जोय गर्नुभएको छ होइन। सानसानो क्यारेक्टर्सहरूको सानसानो चिजहरू याद गर्दै जानु भइरहेको थियो होइन। अनि हामीलाई पनि त्यही कुराहरू भन्दै हुन्थ्यो कसैले आएर मलाई सुपरम्यान भन्दै हुन्थ्यो कसैले के भन्दै हुन्थ्यो होइन। सो इन्ट्रेस्टिङ छ उहाँहरूकै प्रतिक्रियाहरू नै हो। अब धेरैभन्दा धेरै दर्शकहरू चाहिँ उहाँहरूले आज हेरेको दर्शकहरूले भोलि अलि बेसी बढाउने हो। भोलि हेरेको दर्शकहरूले चाहिँ छुट्टीको दिन भएको हुनाले आउँदो दिनहरूमा अझ धेरै बढाउनुहुन्छ होला होइन। सो प्रतिक्रिया त हामीले भन्दा पनि बेसी त तपाईँहरूले पाउनुहुन्छ होला जस्तो लाग्छ मलाई होइन। सो हामी होपफुल छौँ राम्रो हुँदै जान्छ अझै भन्दै। अब के डेरा यो नामका लागि नै मान्छे कतिपय यो फिल्म त राम्रो हुन्छ यो फिल्म त पहिला हेरेको भनेर आइरहेका छन् गर्न मात्रै लागि अनि त्यसका लागि त्यसले पनि आदि पब्लिसिटी त बनाइसकेको छ आदि तपाईँहरूलाई फाइदा छ। सर अब त्यो पहिलो सिरिज गर्न मात्रै एक भनिदेऊ न एकलाई अपेक्षा गरेर आएका व्यक्तिहरू दुईमा आउँदा निराश हुनु पर्दैन नि? निराश हुनु पर्दैन किनभने यो फेरि हामीले पहिल्यैदेखि भनेको छौँ कि त्यसको सिक्वेल र त्यो स्टोरीलाई कन्टिन्यू गरे होइन। यो घर नम्बर 2 को कथा त्यो चाहिँ 1 को थियो होला सायद होइन। त्यसले गर्दाखेरि यसका पात्र परिवेश अलग छ त्यसको अलग थियो त्यसकारण तर घरसँगै जोडिएको कुरा हो डेरासँगै जोडिएको कुरा हो तर अलग पात्र र अरू परिवेशमा। त्यसले गर्दाखेरि त्यो फरक खालको सिनेमा थियो यो झन् फरक खालको छ। त्यसले गर्दा यसले चाहिँ अडियन्सलाई डिसएपोइन्ट गर्छ भन्ने मलाई लाग्दैन किनभने अहिले जति पनि हेरेर मान्छेहरूले एउटा अनेस्ट फिडब्याक दिनुभयो दर्शकले त त्यो हामीलाई फुरुक्क पार्न पर्छ भन्ने आवश्यकता हुँदैन। उहाँहरूले अनेस्ट भएर भन्नु एकदम सानो अघि निश्चलले भने जस्तो सानो डिटेलहरू पनि याद गरेर जानुभएको छ हाम्रो लागि त्यही नै एकदमै खुसीको कुरा हो। त्यसले गर्दाखेरि अब यो त 1 बाट 2 2 बाट 4 4 बाट 6 हुने कुरा हो। अब हेर्दै जाउँ के घर के डेरामा कसैको घर छ कसैको डेरामा बस्नुहुन्छ रिलेट त भइ नै हाल्छ कहीँ फिल्मको कथाबाट आफूलाई पाउनुहुन्छ जस्तो लाग्छ। तपाईँले हेरिरहँदाखेरि तपाईँले कहाँ पाउनुहुन्छ? मैले खेल्न पाएको भूमिका नै रिचामा पनि धेरै जसो आफूलाई देखेँ। अनि विशेष गरी त्यो एउटा खालको समय थियो जति बेलामा आफ्नो पनि एउटा यो स्ट्रगलबाट गुज्रिसकेको हुनाले चाहिँ त्यो आर्यनजीको पात्रले जसरी स्ट्रगल गर्ने अब मेरो सन्तानलाई मेरो श्रीमतीलाई घरमा कसरी फेस गर्ने भन्ने त्यो चिजमा चाहिँ मैले कति ठाउँमा एकदम बाबाको झल्को पनि पाउँथेँ क्या। त्यो सबै चिज रिलेटेबल लाग्दो रहेछ। अब सबैको जिन्दगीमा पैसाले निम्ति आएको केही न केही खालको सङ्घर्ष काठमाडौँमा हुन्छ एक खाले अथवा अर्को खालको। त्यस कारणले सबै खालको पात्रमा कहीँ अलिअलि आफूलाई दिएको अब त्यो आमाले पैसा बाँधेर ल्याएर दिएको त्यो चिजहरू मैले आफै नभोगे पनि मैले देखेको छु। मेरो साथीहरूलाई आफ्नो आमाले अलिकति सन्तुकमा अलिअलि लुकाएर राखेको पैसा रबरमा बाँधेर ल्याएर दिएको त्यो मैले देखेको छु क्या भिजुअली। अनि त्यहाँ सिनमा आउँदा त त्यसले यस्तोसँग हान्छ कि त्यो मोमेन्ट्समा मलाई चाहिँ एकदम त्यो मेरो लागि चाहिँ पिक मोमेन्ट थियो क्या। म रोको पनि थिएँ त्यो मोमेन्टमा। सो त्यस्ता मोमेन्ट्सहरू चाहिँ फिल्ममा एकदमै धेरै छन् साना तर ब्युटिफुल एकदम मन छुने गरी आउने मोमेन्ट्सहरू र पात्रहरूमा दर्शकले आफूलाई पाउनुहुन्छ। जस्तो अझै पनि दर्शकहरूले चाहिँ नायक र खलनायकको भन्ने कुरा खोज्छन् कि कथामा पनि हिरो र भिलेन भनौँ न। तपाईँ हिरो पनि लाग्छ हामीलाई भिलेन पनि लाग्छ होइन भित्र हेर्नुहुन्छ। अब त्यसरी हेरेर तपाईँ हिरो कि भिलेन दर्शक हेर्नु हामीले भन्ने कुरा हेर्नु समस्या उब्जाउ जसले समस्या दिन्छ होइन तिनीहरू चाहिँ एन्टागोनिस्ट भनेर हामीले व्याख्या गरेर हुन्छौँ। तर यसमा समस्या चाहिँ कहिलेकाहीँ पात्र हुन जान्छ कहिलेकाहीँ समय हुन जान्छ कहिलेकाहीँ परिस्थिति हुन जान्छ होइन। आफ्नो बुझायो क्या त्यो बनाउने मान्छेले कसरी बनाउनु भएको छ एउटा सोच राखेर बनाउनु भएको छ। तर हेर्ने मान्छेले जुन नजरबाट देख्नुहुन्छ नि तपाईँले जे चिजमा समस्या देख्नुभयो र जो मान्छेले चाहिँ अरू मान्छेको
प्रोग्रेसमा दखल दिन थाल्यो अप्ठ्यारो बनाउन थाल्यो नि त्यो मान्छेहरू फिल्मको आनेको नि सक्यो तर तपाईँले अब कसलाई चाहिँ कुन नजरले देख्नुभयो त्यसमा फरक पर्छ एनिवे फिल्मको राम्रो प्रतिक्रिया आइरहेको छ अब विभिन्न हलमा पक्कै अरू पनि पुग्नुहुन्छ समग्रमा साहसको अलिक थाहा हुनेछ फिल्मले कति उचाइ लियो भोलि अझ थाहा हुनेछ तपाईँलाई शुभकामना थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच आइदिनु भएकोमा धेरै धेरै धन्यवाद